यो कुरा कसैले बताइरहेको छैन तर यो कुरा तिमी अहिले जानेनौ भने तिमी बिर्सिया लागि तिमी स्कलरशिप पाउनेछौ र ओएमा हेर्छौ नि एक्ज्याक्ट त्यही योमा आउँदैन के त्यो चाहिँ मेरो केमिस्ट्रीको सर्ट नोट छ तर सीमा कन्फर्म एउटा क्वेशन सोध्छ नै सोध्छ के त्यो एप्लाइड स्पेसबाट सो मैले पुरै बुकबाट यो क्वेशन कलेक्ट मैले सब टेक्स्ट बुक खोजेर त्योबाट जति क्वेशन थियो नि त्यो सब राखेछु र एक्ज्याक्टली यही क्वेशन सोध्ने हो के तिमीलाई विश्वास छैन भने यो क्वेशन पढेर हेर अनि सीमा आउँदैन भने मलाई भन्नु के यो आउँछ नि आउँछ एउटा क्वेशन एउटा क्वेशन हमेसा आउट नै हो के अनि यो चाहिँ फिजिक्सको नो मैले त्यसले सीम एक्जाममा गएर बिगाड्ने हो कि मेन किन सक्छ बुझाउनु पहिला राउन्डमा तिमीले के गर्ने केमिस्ट्रीमा जाऊ कि केमिस्ट्रीबाट पनि लास्टमा हेर अर्ग्यानिकको छुट्टा छ भने छुट्टै त्यो बब्लिङ गर यो फर्स्ट राउन्ड भयो कि ठिक छ अनि यो ट्रिङ्गल काउन्टिङ तिमीले पढ्यौ यो सब्जेक्टको क्वेशन सोध्छ नि तिमीले पुरै म्याथ सकाउँछौ के त्यो 3 महिना छ नि एटलिस्ट 3 महिना यो सबले पढाउनु एभ्रीवन एन्ड वेलकम ब्याक टु माय युट्युब च्यानल माइसेल्फ नवीन कुशवाहा करेन्टली फर्स्ट इयर एमबीबीएस स्टुडेन्ट एट इन्स्टिट्युट अफ मेडिसिन आइजिओ यो भिडियो एकदम इम्पोर्टेन्ट रहेछ के सब सीएस प्याटर्नको लागि बिकज यो कुरा कसैले बताइरहेको छैन तर यो कुरा तिमी अहिले जानेनौ भने तिमी बिर्सिया लागि तिमी स्कलरशिप पाउनेछौ र तिम्रो नाम निस्किनेछ त्यही भएर एक एक कुराको प्रुफको साथ र मैले के गर्दै थिएँ म कसरी गर्दै थिएँ कसरी प्लान गर्दै थिएँ हरेक कुरा यो भिडियोमा सेयर गर्दैछु आई नो अहिले तिमीहरूको टाइम एकदम क्रुसियल छ कि 3-4 महिना मात्र बाँकी छ यसमा सब कुरा गर्नु छ बट आई वान्ट टु वेस्ट यो टाइम तिमीले 10-15 मिनट 20 मिनटसम्म यो भिडियोलाई इन्भेस्ट गरेर हेर एन्ड पछि मलाई भन्नु दाइ यो हेल्पफुल थियो कि थिएन बिकज दिस भिडियो इज भेरी इम्पोर्टेन्ट एन्ड मैले टाइम म्यानेज गरेर यो भिडियो सुट गरिरहेको छु एउटा सिक्रेट तिमीहरूसँग म के सेयर गरिरहेको छु यो सर्ट नोटको बारेमा के यो सर्ट नोट कसरी हेल्प गर्छ त यो चाहिँ मेरो केमिस्ट्रीको सर्ट नोट छ यसमा के छ मेरो पेपर एन्ड पल्पको छ पछि सिमेन्टको छ के यो सिमेन्ट एप्लाइड एस्पेक्टबाट मेरो खासै त्यो इन्स्टिट्युटमा पनि सोध्दैन के तर सीमा कन्फर्म एउटा क्वेशन सोध्छ नै सोध्छ कि त्यो एप्लाइड एस्पेक्टबाट सो मैले पुरै बुकबाट यो क्वेशन कलेक्सन गरेको थिएँ र पुरै बुक लाइक A3 पेपर लिएको थिएँ र A3 पेपर माथिबाट 3वटा लाइन एउटा पेज सपोज लाइक A3 पेपर छ भने दुईटा हाफ गरिदिएँ यता बिचमा पनि अनि पछाडि पनि लेख्थेँ के अनि यो A3 यो एकदम बेस्ट हो कि सपोज तिमीले एक्जाम दिन गइरहेको छौ नि सैटरडे सो फ्राइडे के फ्राइडे तिमीले के गर टाइम निकाल अनि एकचोटि नोट रिभाइज गरेर जाऊ के यस्तो नोट तिमीले एकचोटि बनायो भने तिमीले हमेसाको लागि रिभाइज गर्दा यति फास्ट हुन्छ कि अनि मेन यहाँ रिभिजन हो कि इन्ट्रान्समा भनेको जसले रिभाइज गर्छ राम्रो त्यसले राम्रो मार्क ल्याउँछ कि रिभाइज र प्र्याक्टिस सो मैले यो कुरा पहिला नै बुझेको थिएँ अनि त्यही भएर मैले यो सर्ट नोट बनाएको थिएँ लाइक यसमा सिमेन्टको छ सिमेन्टमा लाइक सिमेन्टहरू मोडुलमा पनि बढी दिएको छैन क्या इन्स्टिट्युटको सो मैले सब टेक्स्ट बुक खोजेर त्योबाट जति क्वेसन थियो नि त्यो सब राखेको छु र एक्ज्याक्टली यही क्वेसन सोध्ने हो कि तिमीलाई विश्वास छैन भने यो क्वेसन पढेर हेर अनि सीमा आउँदैन भने मलाई भन्नु के यो आउँछ नि आउँछ एउटा क्वेसन एउटा क्वेसन हमेसा आउट नै हो कि यो एप्लाइड एस्पेक्टबाट अनि यो चाहिँ फिजिक्सको नोट मैले पुरै फर्मुला र कन्सेप्टहरू लेख्थेँ कि यसमा पुरै यो इलेक्ट्रिसिटीको नि कम्प्लिट नोट हो कि सपोज मैले लेक्चरबाट नोट बनाएँ त्यो 10-12 चोटि नम्बर नोट पढिहालेँ रिभाइज गरिहालेँ अनि त्यसपछि म बार त्यही नोट पढिरहनु त त्योबाट मैले के गर्थेँ नि A3 साइज पेपर लिएँ त्यसमा लाइनिङ गरेँ अनि त्यसपछि पुरै जति फर्मुला छ जति कन्सेप्ट छ नि त्यसमा त्योबाट यसमा लेख्थेँ कि अनि योबाट के भन्ने यसलाई म 10 मिनटमा एकैचोटि पुरै इलेक्ट्रिसिटीको नोट हो कि अनि यो पुरै इलेक्ट्रिसिटीको नोट कति मिनटमा त 10 मिनटमा मेरो पुरै इलेक्ट्रिसिटी भ्याइन्छ कि अनि मक टेस्टमा जाँदा भाइ पुरै मेरो त च्याप्टर रिभाइज छ नि मैले पढे पनि छु क्वेसन पनि गरिहालेको छु पनि मेरो मार्क किन बढ्दैन भाइ किन बढ्दैन पुरै इलेक्ट्रिसिटीको नोट छ कि यस्तो सो तिमीहरूले पनि गर्न सक्छौ भने सपोज 10 चोटि जसले पढिहालेछौ नि त्यसले बनाइहाल कि अहिले बनाउँछौ भने तिमीले रिभिजन गर्न यति काम लाग्छ नि भाइ तिमीले के बिर्सिँदैन के यतिचोटि तिमीले रिभाइज भइहाल्छ नि लाइक इभन मैले यो इक्जाम सेन्टरसम्म लगेको थिएँ कि पढ्नलाई अनि यति हेल्प भएको थियो नि लाइक डाइरेक्ट क्वेसन यसबाट आउँछ कि तिम्रो इन्स्टिट्युटमा सो मैले पुरै फर्मुलाको लिस्ट बनाएर यसमा राखेको थिएँ र कन्सेप्ट पनि थियो सो त्यस्तै तिमीले हेर्न सक्छौ अर्को करेन्ट इलेक्ट्रिसिटीको बाँकीहरू यता छ कि सो यसमा मैले पुरै इलेक्ट्रिसिटी यसमा चार्ज एन्ड फिल्ड इलेक्ट्रिक पोटेन्सियल सबैको फर्मुला यसमा कम्बाइन गरेर राखेको छु अनि इट वाज भेरी हेल्पफुल के म एकछिनमै रिभाइज गरेर सबै एक्जाम दिन गइहाल्थेँ यो शुक्रबारको मेरो टास्क थियो सो शुक्रबार यो रिभाइज गर्थेँ अनि एक्जाम दिन जान्थेँ कि यहाँ हेर्न सक्छौ पुरै नोट छ कि यहाँ सो यस्तो प्याटर्न तिमी फलो गर्दा तर तिम्रो मार्क इन्क्रिज भएन भने मैले आएर भन्दा मेरो मार्क यसले गर्दा नि इन्क्रिज भइरहेको छैन पहिला कुरा जुन तिमीहरू मक टेस्ट दिन्छौ नि नेम हाइब्रेन्टमा निमामा लाइब्रेरीमा जतै पनि दिन्छौ एम्बिसनमा जता पनि दिँदैछौ नि त्यहाँ तिमीले जुन ओएमआर हेर्छौ नि एक्ज्याक्ट त्यही ओएमआर आउँदैन कि त्यो एक्जाममा आउने होइन तिमी जब सीईको एक्जाम दिन जान्छौ नि त्यो बेला तिमीले के थाहा हुन्छ कि मैले त कस्तो प्र्याक्टिस गर्दै थियो कस्तो ओएमआर रहेछ कि सो एक्ज्याक्ट ओएमआर म देखाइरहेको छु एक्ज्याक्ट तिमीले यही पाउनेछौ कि सी एक्जाममा त्यही भएर यसको बारेमा जान्न एकदम जरुरी छ बिकज तिमीले यतिजना स्टुडेन्टले हेऱ्यो होला नि लाइक जसले राम्रो मार्क ल्याउँथ्यो त्यो मक टेस्टमा गोलो भएर तर त्यसले सेम एक्जाममा गएर बिगाड्ने हो कि मेन त्यही सब कुरा चल्थ्यो कि
कि त्यही भएर यो धेरै इम्पोर्टेन्ट छ। सो म तिमीलाई बताइरहेको छु कि यसमा के छ डिटेलहरू र कस्तो कस्तो बब्लिङ छ, कसरी गर्ने हो पहिला। सो तिमीले जब इक्जाम हलमा छिर्छौ नि त्यो बेला तिमीलाई 5 मिनट 10 मिनट अगाडि नै तिमीलाई त्यो 10 मिनट अगाडि नै तिमीले यो ओएमआर दिन्छ। अनि यो ओएमआरमा के छ हेर, यहाँ फर्स्टमा के दिन्छ, यहाँ फर्स्ट पहिला तिमीले फर्स्ट आफ्नो नाम लेख्ने हो क्यापिटल लेटरमा, त्यसपछि मिडल नेम छ भने त्यो लेख्ने, त्यसपछि लास्ट नेममा आफ्नो लास्ट नेम छ भने प्रोग्राम जे छ त्यो लेख्ने, एमबीबीएस छ, बीडीएस छ, बीएससी नर्सिङ, बीएससी जे छ त्यो लेख्ने, त्यसपछि इक्जामको डेट यहाँ लेख्ने हो। त्यसपछि तिम्रो आफ्नो यहाँ सिग्नेचर, कुन सिग्नेचर गर्ने त दाइ, जुन तिमीले त्यो फर्म भर्दाखेरि सिग्नेचर गरेको थियो नि त्यो सिग्नेचर यसमा म्याच हुनु परेको। सो यो कुरा ध्यानमा राख्नु पऱ्यो। अर्को कुरा कि यहाँ रोल नम्बर, त्यो मतलब रोल नम्बर पनि भर्ने, सपोज मेरो रोल नम्बर यस्तो नभर्ने कि पहिला तिमीलाई रोल नम्बर के लेख्ने, सपोज तिमीले रोल नम्बर 250 5वटा रोल नम्बर हुन्छ नि, 25012 यति हो नि, त्यो 25012 पहिला पढ्ने कि पहिला एकचोटि 22222 त्यो बाद केही डिस्ट्राक्सन नराख्ने, मात्र त्यो नम्बर फिल गर्ने, त्यो पढ्ने 2222 अनि 2 यहाँ लेखिदिने कि पहिला 2 लेख्ने, त्यसपछि सपोज 0, त्यसपछि 5 555 4 4 4 4 4 1 1 1 अनि यस्तो गर्थेँ कि सपोज मेरो रोल नम्बर छ त्यो भर्ती सपोज 2 3 2 1 2 यता ल, किनकि त्यहाँ ब्ल्याक पेन दिन्छ तिमीले, त्यहाँ तिमीलाई अलरेडी ब्ल्याक जेल पेन दिन्छ, तिमीलाई पेन लग्दै पर्दैन। सो म यहाँ नम्बर भर्दिएँ जसरी भने एकचोटि पहिला पढ्ने, त्यसपछि ल्याएर यहाँ फिलअप गर्ने। सो 2 भरिदिएँ। अब 2मा मेन यहाँ बब्लिङको रोल हो कि बब्लिङ कसरी गर्ने त, सपोज यो गोलो छ नि, यो गोलो, सो हामीले आउटरदेखि लिएर इनरसम्म जाने हो क्या। सो आउटरदेखि यहाँ बढ्दै जाने, त्यसपछि इनर भर्ने हो कि, अनि बिचमा पोइन्टिङ पनि छुट्नु भएन क्या। तिमीहरूले जति मार्क ल्याऊ केही मतलब छैन भाइ, यो सब भएन भने तिमीले सब पढेको बेकार हो कि। त्यही भएर यो कुरा अहिले नै जान्नुपर्छ, तिमीले कसरी फेस गर्ने इक्जाममा त्यस्तो प्र्याक्टिस पनि हुनु पऱ्यो नि। सपोर्ट तिमीलाई वर्ल्ड वारमा लग्नु छ अनि त्यहाँ लाठी लिएर गएपछि त्यहाँ तिमी के गर्न सक्छौ। सो जस्तो तिम्रो वहाँ छ त्यस्तै तिमीले प्र्याक्टिस पनि गर्नु पऱ्यो कि। सो यो कुरा तिमीले यो भर्न बब्लिङ सिकिहाल्यो। त्यसपछि सपोज 2 छ भने यहाँ 2 0देखि 2 माथिबाट तल गर्ने, त्यसपछि 3 छ भने माथि बाहिरबाट आउने, त्यहाँ 3 गर्ने, फेरि 2 छ भने यहाँ बाहिरबाट आउने, त्यसपछि 1 छ भने यस्तो गर्ने कि। अनि एउटा मिथ तिमीले यो पनि हटाइहाल कि, मतलब कतिजनाको दिमागमा के हुन्छ नि, लाइक दाइ सपोज मेरो इक्जाममा गल्ती भयो भने दिँदैनन् कि, मतलब ओएमआर अर्को पाउँदैनन् भनेर यस्तो धेरैले सुन्यो होला। तर अब यस्तो छैन कि, तिमीले मैले दिएको इक्जाममा मैले के हेर्दैछु कि जुन साथीहरूको यो रोल नम्बर अहिले मिस्टेक भइरहेछ नि उनीहरूले पाउँछन् कि, तर सपोज तिमीले एन्सर फिलअप गर्नमा यो जुन एन्सर छ नि यो फिलअप गर्नमा तिमीले मिस्टेक गर्यो भने तिमीहरूले पाउँदैन कपी फेरि। त्यही भएर एकदम कन्सियस हुँदा त्यो रोल नम्बर बिग्रिन्छ भने त्यो रुनु पर्दैन कि। कति स्टुडेन्ट त्यहाँ रुन थाल्छ कि, एकदम फ्युचरको सवाल छ। सो त्यो रोल नम्बरमा तिमीले मिस्टेक गर्नु भएन कि, यहाँ रोल नम्बरमा मिस्टेक भयो भने केही छैन, अलि भइहाल्छ, तर ट्राई नट टु मेक मिस्टेक कि। अनि यो बब्लिङ गर्न एन्सर सिट सपोज ए एन्सर छ तिमीले बीमा लायो, यो बीमा लायो, सपोज यसको एन्सर छ भने यु वन्ट गेट एक्स्ट्रा सिट के, यो एक्स्ट्रा तिमीले ओएमआर पाउने होइन के। सो तिमीले अर्को दिँदैन। अनि यो कुरा भयो। अनि मेन कुरा यहाँ के आउँछ नि ओएमआरमा तिमीले भर्दाखेरि यसमा तिमीले जुन यो देखिरहेको छ नि तल यहीँ सेट हुन्छ कि। तिमीले एउटा कुरा अझै के इक्जाम हलमा नि तिमीलाई जुन गार्ड हुन्छ खटेको हुन्छ टिचर, तिमीले आफै आएर तिमीले सेट चेक गर्छ कि तिमीले लेखेछौ कि नै। तर कुनै यो जरुरी छैन कि तिमीले आएर चेक गर्छौ कि तिमी यु सुड बी रेस्पोन्सिबल फर योर सेल्फ के। तिमीले आफै हेर्नुपर्छ कि मैले यो भरेछु कि नै, के यो बब्लिङ मैले गरेछु कि नै। सो यसमा के गर्ने पहिला, लाइक फर्स्ट तिमीले सेट लेख्नुपर्छ, तिम्रो जुन सेट परेछ। लाइक सबको क्वेसन जसले इक्जाममा के हुन्छ नि 4-5वटा सेट हुन्छ। सो 4वटा सेट हुन्छ ABCD गरेर, अनि सबको क्वेसन नम्बर फरक हुन्छ कि, ताकि चिटिङ नहोस्। त्यही भएर त्यसमा तिम्रो जुन सेट पऱ्यो नि तिमीलाई पहिला आउने बित्तिकै क्वेसन तिमीले स्टार्ट गर्ने कि लेख्न। यो कुरा मेरो याद राख्नु, मैले नि यही मिस्टेक गरेको थिएँ कि त्यो बेला जब उसले आएर मलाई गार्डले भन्दै थियो नि म सक भइसकेको थिएँ कि मैले कसरी छोडिदिएँ कि। सो सब राम्रो स्टुडेन्टले छोड्छन् भाइ। यो सेट भने हेर ए, म सपोज मेरो सिट ए हो भने मैले ए लेखेँ, त्यसपछि एमा बबल गरिदिन्छु कि। सो पहिला आउने बित्तिकै मेरो दिमाग पुरा यो दिमागमा राख आफ्नो के, जब मसँग क्वेसन आउँछ त्यो बेला म के गर्छु, यो आएर पहिला सेट मेन्सन गर्छु। यो कुरा तिमीलाई किन बताइरहेको छु नि, ताकि तिमी अहिलेदेखि बानी बसोस् कि अहिले बताएन भने एकैचोटि इक्जाम हलमा तिमी यस्तो फेस गर्छौ भने तिमीले पढिरहेको पहिला त कामै लाग्दैन भाइ। पहिला पढिरहेको छौ जेको लागि नि त्यही हुन सक्दैन कि तिमीलाई। सो मेन कुरा यो ओएमआर भन्न पहिला तिमीलाई आउनु पर्यो। तिमीसँग अब बढी टाइम छैन कि, 3-4 महिना टाइम छ। 3-4 महिनामा सोच तिमीले के दिन सक्छ आफ्नो ग्रोममा, त्यो सेटिस्फ्याक्सन सोच एकचोटि। जब तिमी त्यो रिजल्ट आउँछ, नाम निस्किन्छ, त्यो बेलाको खुसी सोच कि
कस्तो फिल हुन्छ, मेरो बुवा मम्मी कति प्राउड फिल गर्नुहुन्छ। लाइक सो 12 पछि 3 महिना जुन हाम्रो पालामा थियो नि, त्यो 3 महिनामा कसरी आफ्नो पुरै दिनलाई प्लान गर्थे र कसरी पुरै सब्जेक्टलाई रिभाइज गर्थे, कसरी पढ्थे र कसरी मक टेस्टमा मार्क इन्क्रिज गर्थे, त्यसको बारेमा थोरै कुरा भन्छु ल। जुन 3 महिना हाम्रो इक्जामको लागि बाँकी थियो नि, म कहिले नि सोचिनँ कि मेरो लागि 3 महिना बाँकी छ भनेर। म सधैँ त 3 महिनालाई नै मैले सधैँ विकलाई टार्गेट राख्थेँ कि मैले मेन मक टेस्टलाई यति सिरियसली लिन्थेँ कि लाइक मलाई आउने स्याटरडे मलाई मेरो सी इक्जाम छ भनेर के। सो तिमीहरूले यो कुरा सिक कि तिमीहरूले यस्तो टार्गेट राखेर पढ्नु छ, लाइक स्याटरडे तिमीहरूको इक्जाम छ भनेर तिमीहरूको पुरै दिनलाई नि 7 दिनमा डिभाइड गरेर सकेसम्म तिमीहरूले फिजिकल मक टेस्ट दिनुपर्छ। बिकज तिमीले रियल इक्जाममा के भाइ अनलाइन दिन्छौ, त्यस रियल इक्जाममा त फिजिकलमा गएर दिनुपर्छ नि। अनि तिमीले प्र्याक्टिस अनलाइन गर्छौ भने फिजिकल दिन सक्छौ त। त के भन्छु, तिमी सक्छौ भने काठमाडौँ आऊ, एटलिस्ट 2 महिना अगाडि आऊ। सक्दैनौ भने अहिले आउन सक्दैनौ भने 2 महिना अगाडि आऊ। 2 महिना तिमीले फिजिकल मक टेस्ट दिएर हेर, तिमीले मक टेस्ट दिन्छौ नि, तिमीलाई थाहा हुन्छ कि तिम्रो लेभल कता छ कि तिमीहरूभन्दा अगाडि कति छन्, तिम्रोभन्दा पछाडि कतिजना छन् कि। सो तिमीलाई एक्चुअल तिम्रो लेभल थाहा हुन्छ कि ए भाइ मेरोभन्दा अगाडि त यतिजनाको मार्क आइरहेको छ, मेरोभन्दा पछाडि यतिजनाको मार्क आइरहेको छ। सपोज तिमीले धेरै पढिसकेछौ, तिम्रो मार्क 130 140 आइरहेको छ भने दुवै इक्जाम थियो कि मर्निङ सिफ्टको पनि थियो, डे सिफ्टको थियो। यदि प्र्याक्टिस अनलाइन गऱ्यो भने तिम्रो इक्जाममा जाँदा एकदम अनौठो लाग्छ कि। सो त्यहाँ गएर स्योर बिगाड्छौ, किनकि तिम्रो प्र्याक्टिसै छैन त्यस्तो। जस्तो इक्जाम दिनु छ त्यस्तै त तिम्रो प्र्याक्टिस पनि हुनु पऱ्यो नि। तर एउटै इन्स्टिच्युटमा नदेऊ कि मर्निङ सिफ्ट डे सिफ्ट। मैले के गर्थेँ, म पुरै इन्स्टिच्युटमा इक्जाम दिन्थेँ, किनकि म हेर यस्तो हो कि लाइक तिमीले सबै ठाउँमा दियो भने तिम्रो सी क्वेसन त जता नै पर्न सक्छ। त्यहाँ जब जान्छौ त तिमीलाई लाग्छ कि ए भाइ यार म कहाँ आइसकेँ, अनौठो लाग्छ कि। अनि तिमी पहिला नै 5 वटा 6 वटा 7 वटा इन्स्टिच्युटमा त्यस्तो गएर इक्जाम दिएछौ भने तिमीले त अनौठो लाग्दैन। तिमीले लाग्छ कि ए यार म त मोडल इक्जाम दिइरहेको छु सिधा चाहिँ। अनि त्यो बेला तिमीलाई टेन्सन हुन्न के, यो कुरा लेखेर राख। मैले आफै फिल गरेको यो कुरा। यदि सपोज मैले एउटैमा इन्स्टिच्युटमा इक्जाम दिइरहेको छु, फेरि अर्कोमा गयो भने यार मलाई त नयाँ लाग्छ नि त्यो कुरा। सपोज तिमीको क्वेसन तिमीलाई थोरै थाहा छ तिम्रो सेन्टर कहाँ पर्छ भनेर। सो त्यो यस्तो कलेजमा परिहाल्छ जहाँ तिमी त कहिले गएकै छैनौ। सो तिमीले त्यस्तो कुराको पहिलादेखि नै प्र्याक्टिस हुनुपर्छ कि। सो सकेसम्म एउटा अर्को इन्स्टिच्युटमा, फेरि अर्को नयाँ इन्स्टिच्युटमा, फेरि चेन्ज गर्नलाई तिमीले 4-5 चोटि एउटा इन्स्टिच्युटमा देऊ, फेरि अर्कोचोटि अर्को इन्स्टिच्युटमा देऊ। जो तिमीले चेन्ज गर्नुपर्छ कि। लाइक मैले त निमामा इक्जाम दिन्थेँ, भाइबीमा पनि दिन्थेँ, निमा पनि दिन्थेँ, लाइफ गुरुमा पनि दिन्थेँ, एम्बिसन गुरुमा पनि दिन्थेँ। म सब ठाउँमा इक्जाम दिन्थेँ। मक टेस्ट कसरी प्रपरली दिन सकिन्छ त्यसमा ध्यान दिने कुराहरू सब बताउँछु। म के फलो गर्थेँ, कसरी गर्थेँ, लाइक तिमीहरूको त्यो ओएमआरको फिल गर्ने एप्रोच पनि सँगै बताउँछु। त्यो पहिला मक टेस्ट एटेम्प्ट कसरी गर्ने त्यो कुरा जान्न, एन्ड देन मक टेस्ट एटेम्प्ट सपोज इक्जाम दिँदा त्यसपछि के गर्ने ल, त्यो पनि कुरा राम्ररी बुझ्नु जरुरी छ कि। सो फिजिक्समा 50 वटा क्वेसन सोध्छ, केमिस्ट्रीमा 50 वटा, जुलोजीमा 40 वटा, बोटनीमा 40 अनि म्याथमा 20 वटा। सो तिमीले स्टार्ट कहाँदेखि गर्ने हो त, पहिला जुलोजी गर्ने कि, पहिला स्टार्ट जुलोजीबाट गर्ने। अनि 40 वटा क्वेसन जब तिमी गरिहाल्यो नि त्यसपछि त्यो ओएमआरमा त्यो फिल गर्दै जाऊ कि। किनकि लास्टमा नि हेर मेरो इक्जाममा एउटा भाइ थियो कि ऊ पनि पढेको थियो, उसले यार लास्टमा नि 10 वटा क्वेसन छोड्थ्यो कि, 3 साल ड्रप गरेको थियो, लास्टमा उसको पेपर छिनिहाल्यो। सो यार तिमीले पहिला नै यो प्र्याक्टिस हुनुपर्छ कि। अहिले यो भिडियो किन बनाइरहेको छु ताकि तिमीहरूको प्र्याक्टिस अहिले यस्तो होस् कि अहिलेदेखि नै यस्तो होस्। बिकज तिमीले प्र्याक्टिस सपोज गर्यो, सबै 200 क्वेसन बनायो, त्यसपछि फिल गर्यो, अनि लास्टमा भाइ जस्तो प्र्याक्टिस गर्छु त्यस्तै त हुन्छ नि। सो अहिलेदेखि यस्तै बानी बस्छौ कि म एउटा सब्जेक्ट कम्प्लिट गरेँ, त्यसपछि 40 वटाको बब्लिङ गरिहालौँ एकैचोटि ल। त्यसपछि बोटनीको गरेँ, त्यसपछि 40 वटा क्वेसन गरेँ, त्यसपछि त्यसको बब्लिङमा गरिहालौँ। फेरि त्यसपछि पहिला जुलोजी गर्ने, त्यसपछि बोटनीमा जाने, बिकज यो इजी हुन्छ कि। अनि हेर जुन क्वेसन तिमीलाई आइरहेछ नि त्यो फटाफट गर्ने हो। सपोज तिमीले कुनै क्वेसन कन्फ्युजन लाग्यो, तिमीले रिभाइज गर्दै छैन भने त्यो क्वेसन त्यो बेला नगर्ने हो। हेर क्वेसन पेपर 2टा राउन्डमा एटेम्प्ट गर्ने हो कि। पहिला जुन क्वेसन तिमीलाई आउँछ, सपोज सबै सब्जेक्ट भेट्छ, जुलोजीको जुन क्वेसन तिमीले स्योर आउँछ नि पहिला त्यो गर्ने कि। जुन स्योर तिमीलाई थाहा छ त्यो फटाफट गर्दै एक मतलब 4-5 सेकेन्डभन्दा तिमीले त बढी त्यो क्वेसनमा सोच्नु परिरहेछ भने त्यो क्वेसन छोड्दो कि, पछि गरौँला नि सेकेन्ड राउन्डमा के। सो पहिला राउन्डमा तिमीले के गर्ने, जति क्वेसन आउँछ पहिला जुलोजीबाट स्टार्ट गर्ने, जुलोजीको गर्दै त्यसपछि 40 वटा क्वेसनको मतलब जतिवटा गर्यो त्यसको बब्लिङ गर ल, त्यसको बब्लिङ गर। त्यसपछि बोटनीमा जाऊ, बोटनीको जतिवटा क्वेसन गर्यो त्यसको गर, त्यसपछि बब्लिङ गर। त्यसपछि केमिस्ट्रीमा जाऊ कि, केमिस्ट्रीबाट पनि लास्टमा हेर अर्ग्यानिकको छुट्टा छ भने छुट्टै, त्यस्तो त छुट्टा दिँदैन, तर पहिला सकेसम्म अर्ग्यानिकको हेरेर वा मतलब फिजिकल जुन छ नि त्यो लास्टमा गर। पहिला अर्ग्यानिकहरूको गर, त्यसपछि इनअर्ग्यानिक गर, अनि देन बब्लिङ गर्दा जुन आउँछ त्यो, त्यसपछि फिजिक्स लास्टमा गर कि, सेकेन्ड लास्टमा। अनि त्यसको फिजिक्समा जुन आउँछ त्यो गर, त्यसपछि बब्लिङ गर। लास्टमा म्याथ आउँछ, म्याथले पनि गर, त्यसपछि बब्लिङ गर। यो फर्स्ट राउन्ड भयो कि। तिमीले राम्ररी पढेछौ, रिभाइज गरेछौ, क्वेसन प्र्याक्टिस गर्छौ, मक टेस्ट दिन्छौ, तब यो स्पिड बढ्ने हो कि। मेन टाइम म्यानेजमेन्ट हो मक टेस्टमा। सो टाइम म्यानेजमेन्ट तिमीले यही मक टेस्ट दिएर नै सिक्ने हो कि। सो पहिला सपोज फर्स्ट राउन्डमा मैले यो भयो, अनि सेकेन्ड राउन्डमा के भने जुन क्वेसनमा डाउट लागिरहेको थियो, मतलब अप्सन 2टा इलिमिनेट गर्थ्यो, 2टा बाँकी छ भने, 2टा
बाँकी छ त्यो त्यस्तो क्वेसन थियो फेरि सेकेन्ड राउन्डमा गर्ने हो कि टाइम निकालेर। सो सेकेन्ड राउन्डमा जुन क्वेसनमा डाउट थियो जुन छोडेको थियो उसले हल्का सोच्ने खाले थियो त्यो सेकेन्ड राउन्डमा गर्दा के त्यो सेकेन्ड त्यही भएर 2टा राउन्डमा जहिले नि 2टा राउन्डमा एटेम्प गर्ने मैले नि यस्तै गर्थेँ कि एन्ड दिस इज द पर्फेक्ट वे त्यस दिएर आयो ल सक्यो तिमीले म्याथको गर्यौ। अनि अहिले के छ नि तिमीले म्याथ त नपढ्यौ होला लाइक म्याथ त तिमीहरूको लागि नयाँ छ नि। सो अहिले म्याथ अहिलेदेखि स्टार्ट कसरी गर्ने बिकज म्याथको लागि मैले भिडियोमा भन्ने थिइनँ। सो आजको यस भिडियोमा म म्याथको बारेमा भनिदिरहेको छु। तिमीले टेस्ट दियौ म्याथको अनि त्यो म्याथको 20वटा क्वेसन आयो तिमीले एटेम्प्ट गर्नुपर्छ कि तिमीले धेरै सिम्पल क्वेसन पनि हुन्छ कि त्योबाट एटलिस्ट तिमीले 5वटा त 5वटा 10वटा त आउँछ होला नि। पहिला एटेम्प्ट गर्ने कति स्टुडेन्टले पुरै म्याथै छोडिदिन्छन् कि अहिले म स्टार्ट गरिरहेको छु मैले अहिले केही नथाहा होला म्याथको बारेमा भनेर त्यस्तो नसोच कि एक्जाममा पुरै क्वेसन एटेम्प्ट गर्नुपर्छ। तिमीलाई 3 घन्टा बित्दैन नि तबसम्म तिमीले आउनै दिँदैन। तिमीले ह्याबिट बनाऊ। कतिजना स्टुडेन्ट हुन्छ कि मतलब 1 घन्टामै दिएर एक्जाम आइहाल्छ त्यस्तो नगर कि एटलिस्ट 3 घन्टा बस्ने तिमीले बानी बसाऊ बिकज रियल एक्जाममा पनि तिमीले 3 घन्टाभन्दा 1 मिनट अगाडि पनि आउन दिँदैन। तिमी सकाऊ नसकाऊ त्यो तिम्रो जरुरी हो बट पढ्ने स्टुडेन्टको लागि भनिदिइराख। तिमीलाई जति आउँछ त्यति एटलिस्ट मार्कको पुरै क्वेसन त पढ यार पढ्छौ भने तिमीलाई थाहा लाग्छ यार कति इजी पनि क्वेसन छ ओके। सपोज तिमीले लाइक म्याथको क्वेसन सोधेछ लाइक ट्रेङ्गल काउन्टिङ के कतिवटा ट्रेङ्गल छ भनेर यसमा अनि यस्तो आछ क्वेसन सपोज ठिक छ। अनि यो ट्रेङ्गल काउन्टिङ तिमीले पढेको छैन भने त्यो त्यही दिन सिक्ने हो कि लाइक एउटा मक टेस्ट दियो 2टा मक टेस्ट दियो त्यो मक टेस्ट दिएपछि तिमीले केही नगर कि त्यो क्वेसनको एनालाइसिस गर लाइक तिमीले कुन क्वेसन रङ गर्यौ कुन क्वेसन राइट गर्यौ त्यो कुरा हेर्ने हो कि त्यो दिन। बाँकी त्यो 2 दिन मक त्यो जुन स्याटरडे छ नि त्यो म पनि त्यही गर्थेँ कि मक टेस्ट दिन्थेँ एनालाइज गर्थेँ जुन मिस्टेक हुन्थ्यो नि पढेछु भने त्यो मिस्टेक कपीमा लेख्थेँ जुन अहिले पढेकै छैन त्यसलाई वास्ता गर्थेन जुन पढिसकेको छु त्यो मिस्टेक भइरहेछ त्यो क्वेसनलाई म आफ्नो मिस्टेक कपी बनाएको थिएँ त्यसमा राख्नुपर्छ। अनि यो कुरा सबले सुन कि मिस्टेक कपी अहिलेदेखि राख लाइक तिमीले जति अहिले मिस्टेक गरिरहेछौ नि त्यो एक्जाम दिनुभन्दा नेक्स्ट स्याटरडेको एक्जाम दिनुभन्दा पहिला एकचोटि हेरेर जाने कि के मिस्टेक गरेछु पहिलोपल्ट भनेर। म अलरेडी तिमीले भनिदिएँ कि अब यसको बेसिसमा तिमीले नेक्स्ट प्लान बनाउने हो कि के पढ्नु छ भनेर कुन मिस्टेक भयो। सो एकचोटि त्यो क्वेसन फेरि पढेर जाने कि सो म्याथमा धेरै सिम्पल क्वेसन सोध्छ कि। सो म्याथको लागि तिमीले एक्स्ट्रा कहिले टाइम ननिकाल जुन मोडुल छ नि मोडुल लाइक कुनै इन्स्टिट्युटको मोडल खासै फरक पर्दैन लाइक निमाको नेमको भाइबलको जताबाट पढेको छ एम्बिसन गुरुको त्यसको मोडुलमा हेर कि मतलब जुन तिमीलाई आउँछ त्यो गर्यौ सपोज जुन आएन नि त्यसको भिडियो खोज्ने कि लाइक लोकसेवाको भिडियो खोज्ने लाइक म तिमीलाई बताइदिएर चाहिँ कुन सरबाट पढ्ने भनेर एउटा कुबेर अधिकारी सरलाई युट्युबमा सर्च गर यो आउँछ लाइक जो भिडियो तिमीले हेर्न सक्छौ यो कुबेर अधिकारी सरको लाइक तिमीलाई लाइक मिरर इमेज कसरी बन्छ टाइम एन्ड वर्कको भिडियो चाहियो त्यसपछि वाटर इमेज मिरर इमेज ट्रेङ्गल काउन्टिङ त्यो पेपर फोल्डिङहरू यो सब जब क्वेसन सोध्छ नि त्यही दिन एटलिस्ट एउटा च्याप्टर तिमीले पढ्दै गयो भने त्यो स्याटरडे तिमीले पुरै म्याथ सकाउँछ क्या त्यो 3 महिना छ नि एटलिस्ट 3 महिनामा नि तिमीले लास्टतिर पुरै सकिसकेको हुन्छ। सो मेरो कुरा याद राख्नु सधैँ मक टेस्ट दिएर आउँदाखेरि म्याथ त्यही स्याटरडे 2 घन्टा 3 घन्टा जति तिमीलाई टाइम मिल्छ त्यो दिन पढ्ने हो कि लाइक तिमीले एक्स्ट्रा टाइम पाइरहेको छौ कुनै दिन त्यो दिन पनि हेर्दा भएको तर जुन तिमीले मिस्टेक गरिरहेछौ नि एकचोटि सिख के त्यो एउटा च्याप्टर सपोज आज तिमीले टाइम एन्ड वर्कबाट त सियो एउटा न एउटा क्वेसन सोधिरहेछ त्यसपछि ट्रेङ्गल काउन्टिङबाट पनि सोधिरहेको छ। सो एउटा सिक्यो भने एक दिन भने तिम्रो पुरै च्याप्टर यस्तै कम्प्लिट हुने क्या। सो म्याथको लागि एक्स्ट्रा टाइम नदेऊ किनकि टपरले पनि 12 ल्याएको थियो मेरो पनि 11 आएको थियो। अब कसैको के हुन्छ नि त्यो पहिलादेखि नै पढेको हुन्छ नि लाइक क्विज कन्टेस्टहरूमा त्यो राम्रै हो यदि पढेछौ भने त्यस्तो राम्रै हो अनि पढेको छैन भने चिन्ता नलिऊ कि यही नर्मली हामी सबले यही गर्थ्यौँ कि स्याटरडे मक टेस्ट दिने त्यसपछि त्यही दिन मात्र पढ्ने हो कि त्यो एक्स्ट्रा टाइम निकाल्नु पर्दैन तिमीलाई केही टेन्सन लिनु पर्दैन त्यो म्याथको बारेमा बुझ्यौ। मैले जुन यो भिडियो बताइरहेको छु नि यहाँबाट सपोज यो कुबेर सरको छ यो कुबेर सरको गएर भिडियो हेर लाइक तिमीले पुरै कुरा सिक्छौ। एम्बिसन ग्रुप पनि भिडियो छ नेम इन्स्टिट्युटले पनि हालेछ त्यसको भिडियो लाइक यो भिडियोहरू हेर यो सरले पढाउनु भएको छ। कहीँबाट त्यो लेक्चर दिनु छ भने लिता पनि भइगयो लाइक एउटा शङ्कर कण्डेल सरले पढाउनुहुन्छ नेममा उहाँको पनि लेक्चर राम्रो छ। गुडलक सर भन्ने हुनुहुन्छ उहाँले पनि राम्रो पढाउनुहुन्छ। सो कहीँ लेक्चर दिन्छ भने त्यो पनि लिइहाल लाइक एउटा च्याप्टर कम्प्लिट गर्दै जाऊ तिमीले म्याथ पनि यस्तै कम्प्लिट हुन्छ कि। सो इफ तिमीलाई लाग्छ कि दाइ यो टपिकमा भिडियो बनाउनुहोस् मलाई यो टपिकको बारेमा मलाई कन्फ्युजन भइरहेको छ लाइक तिमीहरूको जे प्रब्लम छ त्यो कमेन्ट गर म त्यसको बारेमा भिडियो बनाउँछु। लाइक मैले पनि टाइम म्यानेज गर्न गाह्रो हुन्छ मैले पनि पढ्नुपर्छ। सो त्यही भएर मैले सधैँ अपलोड गर्न सक्दिनँ बट आई विल ट्राई टु हेल्प यु लाइक तिमीलाई जे प्रब्लम छ त्यो भन म त्यसको बारेमा भिडियो डेफिनेटली बनाउँछु। अनि तिमीले यो ओयामा चाहियो भने स्क्रिनसट गर नत्र मलाई म्यासेज गर फेसबुकमा म तिमीलाई पठाइदिउँला। त्यही त्यो सब कुरालाई ध्यानमा राखेर अहिलेदेखि नै तिमीले त्यो प्याटर्न अफ स्टडी चेन्ज गर्यो भने तिमीले डेफिनेटली नाम निकाल्ने छौ। सो विश यु अल द बेस्ट राम्ररी पढ्दै जाऊ र आफ्नो बुवा मम्मीको सपना पुरा गर।